नमस्कार साथीहरू। यो नववर्ष 2082 मा नेपालमा आर्थिक क्रान्ति भित्र्याउनको लागि खनाल आयोगले नेपाल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। यो प्रतिवेदनमा नेपालमा विद्यमान 15 वटा ऐन कानुन वा नियमहरूमा संशोधन वा परिमार्जन गर्ने सुझाव यो आयोगले दिएको छ। यसमध्ये सबैभन्दा रोचक चाहिँ नेपालमा घुम्न आउने डिजिटल घुमन्ते वा डिजिटल नोम्याडलाई 5 वर्षको भिजा दिने कुरा रहेको छ। यसका साथसाथै हामी सबै नेपालीलाई हित हुने गरी नेपालको ट्याक्स घटाउने र नेपालको भन्सार दर पनि भारतको बजारसित प्रतिस्पर्धा गर्ने हिसाबले राखिने कुरा गरिएको छ। यसका साथसाथै नेपालको स्टक एक्सचेन्जको सन्दर्भमा अहिलेकै एउटा स्टक एक्सचेन्जलाई निरन्तरता दिने र छिट्टै नै नेपालमा कमोडिटिज मार्केट वस्तु मार्केट सुरु गर्ने सुझाव पनि यो प्रतिवेदनले दिएको छ।